पार्कमा आएका छौँ र इन्ट्रान्स हो। अब हामी यहाँबाट केही बेरमा भित्र प्रवेश गर्नेछौँ। आजको वातावरण पनि निकै राम्रो रहेको छ। यो भित्रको कम्पाउन्ड फुलहरू कति राम्रो छ। यो टिकट काउन्टर हो। यहाँ हामी टिकट काट्नको लागि लाइनमा छौँ। हामी यसको भित्र प्रवेश गरिसकेका छौँ। हाम्रो टोली यतातिर छ। यतातिर चाहिँ पिकनिक एरिया रहेछ। बडा राम्रो सिनहरू चाहिँ यहाँ। हेड मेजको गेट हो यो। अब हामी केही बेरमा यसभित्र प्रवेश गर्नेछौँ। हामी यो भित्र प्रवेश गरिसकेका छौँ। भित्र चाहिँ अब यो रमाइलो अनौठो छ यो। पुरै फुलहरूको चाहिँ कता हो छ। पुरै यो बाटो पत्ता लगाऊ भने जस्तो रहेछ। बच्चा बच्चीमा खेल्ने। आहा कति सुन्दर। यहाँ भित्रको दृश्य चाहिँ अलिकति अग्लोबाट हेर्दा यस्तो देखिँदैछ। यो भित्र चाहिँ बाटो पत्ता लगाउनै गाह्रो। हराएर 3 पटकसम्म खोज्दै बल्ल बल्ल भेटिएको छ हामी। आफैमा हराइएको छ। एरिया पनि निकै ठुलो रहेछ। हराइयो भने घन्टी बजाएर चाहिँ पत्ता लगाउने ठाउँ यो सेन्टर यहाँ बनाएको घन्टी राखिएको रहेछ। र हेर्दाखेरि निकै नै मजा आयो, आनन्द आयो। त्यहाँको गतिविधि अझ राम्रोसँग हेर्नको लागि यो भर्याङ चढौँ। यो भर्याङ चढेपछि सम्भवतः त्यहाँ धेरै राम्रो देखिनेछ। अहिले म भर्याङ चढिसकेको छु र हामी यो हराएको ठाउँ यहीँभित्र हो र हामी भेटिएर फेरि आइसकेका छौँ। साह्रै राम्रो देखिएको छ। हामी धेरै घुम्नु बाँकी छ अझै। अहिले घुम्ने क्रममै छौँ। यतापट्टि पार्क रहेछ। हाम्रो टोली यहाँ अगाडि छ। आहा फुलहरू कति रमाइलो। हाम्रो सानो पुन्टे पनि घुम्न आएको छ आज। यहाँ घुम्न आएको छ पुन्टे पनि। यो बगैँचा पनि साह्रै राम्रो छ। यो भित्रकै हो। यहाँ खै के बनाइएको हो यो खै यस्तो छ। यहीँ भित्रको सिन हो यो पनि। घरहरू यस्ता किसिमका घरहरू छन् यहाँ। यहाँ 2वटा हाँसहरू छन्। यतातिरको दृश्य पनि बिचट्टै राम्रो छ यो। ल आहा बगैँचा, फुलको बगैँचा छ। यहाँ एउटा घर छ पोस्टा लेखेको। म हेर्दै हेर्दै अगाडि बढ्दैछु। यहाँ पनि निकै घरहरू बनिएका छन्। फुलहरू उस्तै छन्। रेलहरू यहाँ हिँड्दैछन्। आफ्नै बाटोमा रेलहरू कुदिरहेका छन्। यहाँ चाहिँ पानी जहाज पनि रहेछ। यहाँ चाहिँ पानी जहाज कुदिरहेको छ। पानी जहाज आफ्नै सुरमा चाहिँ कुदेका छन्। पानीमा चाहिँ मजासँग कुदेका छन्। अब यहाँ बसेर फोटो खिच्नु पऱ्यो। यो ट्रेन चाहिँ स्टप भन्दा स्टप हुँदो रहेछ। गो भन्दा गो हुँदो रहेछ। गो स्टप फेरि गो गयो स्टप। यो ट्रेन पनि आइरहेको छ। यो पनि मेरो नजिक आएपछि चाहिँ स्टप भनेपछि स्टप हुन्छ। अहिले चाहिँ मैले भनेको छैन। एकछिनमा चाहिँ स्टप ल रोकियो। अब एकछिनमा म गो भनेपछि फेरि यो जान्छ। गो ल गयो। यहाँ पनि साना साना घरहरू छन्। मान्छे बस्न चाहिँ मिल्दैन तर साना साना मान्छे चाहिँ आर्टिफिसियल मान्छेहरू। फुलै फुलको संसार। कति राम्रो फुल फुलेछ है।
यहाँ चाहिँ गाई घोडा भैँसी पालेका घरहरू छन्। यहाँ चाहिँ बस्ती रहेछ पुरै, प्रत्येक घरमा गाडी छन्। घरहरू रुखमा झुन्डिएका घरहरू यहाँ प्रशस्तै छन्। यहाँ चाहिँ यो खै के झुन्डाइएको बजिराखेको छ आफ्नै सुरुमा। यता बस्ती पनि अर्को एउटा बस्ती रहेछ, बस्ती हो। यहाँ पनि यस्तो किसिमको चाहिँ छ। यो चाहिँ ट्रेन स्टेसन रहेछ, अरू पनि ट्रेन छन् यहाँ। अहिले हामी सर्कुलर गार्डनभित्र प्रवेश गरिसकेका छौँ। यहाँको मजा पनि छुट्टै छ। आहा, दुईजना छोरीहरू यहाँ छन्। फोटो खिच्नलाई यहाँ मारा छ हाम्रो टोलीको। आहा, यस्तो पो सिन। अब हामी यसभित्र प्रवेश गर्दैछौँ। अब हामी इमेज मिनी गल्फतिर जाँदैछौँ। गल्फ खेल्दैछन् हाम्रो मान्छेहरू। के रहेछ यो, के गर्ने यो? अब एउटा निलो एउटा रातो हुन्छ होइन, तिमी उता बस्छ, मैले रातो लिएँ होइन। अब तिमीले के गर्नु पऱ्यो भने मलाई यता गोल हुनबाट रोक्नु पऱ्यो। यस्तो मैले यो भएन, यस्तो भयो, यस्तो मेरो